इन्टरभ्यूको लागि रेडी पनि हुँदै ए हो नि त अनि मान्छे भनेको अनि यहाँनिर चाहिँ हाम्रो एकजना ग्राहक आइसकेको छ होइन भाइ टक्क ह्यान्डसम भाइ अनि के छ भाइ हेलो तिमीलाई त मेरो च्यानल छ भने त आएन अब 100 सब्सक्राइबर त्यो भने ठुलो हो नि त हो कि होइन कस्तो लाग्यो 100 सब्सक्राइबर ठिक छ Subscribe to him, very big vlogger. हेलो नमस्ते एभ्रिवान आई हेभ सबैजनालाई सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु अनि फेरि पनि तपाईँहरू सबैजनाले मेरो नयाँ भिडियो स्वागत छ अनि भिडियोलाई अगाडि बढाउनु पहिला चाहिँ प्लिज च्यानललाई सब्सक्राइब गरिदिनु होला धेरै दिनपछि फेरि भ्लग गर्न लाग्छ अस्ति चाहिँ बबाल बिराम भयो है सो अनि त्यही भएर मेरो भ्लग ग्याबिङमै झन् मैले के सोधिरहेको थिएँ कि होस् अब म कन्टिन्यू भिडियो बनाउँछु युट्युब च्यानल बनाएर पनि त्यतिकै थन्किरहेको छैन यसो कन्टिन्यू दिन्छु भन्ने खालको सोच विचार बनाएको थियो बिरामी भएर स्टप भयो सो अनि आज चाहिँ म काठमाडौँमा छु अनि मेरो चाहिँ यताउति अलिअलि काम थियो त्यही बाहिर जानु सम्बन्धी होइन अस्ति नै पनि मैले भिडियोहरू बनाएको थिएँ नि त बाहिर जानु लागि यताउति गर्नु थियो अनि आज पनि त्यहाँ गएर बुझ्नुपर्ने होइन के कस्तो हुँदैछ बुझ्नु पऱ्यो नि त सो अनि त्यही भएर म यहाँ निस्किन लागेको अपडेट सेसन गर्छु यो भित्र बसेर म धेरै बोल्दिनँ अब आजको भ्लग त्यस्तै होइन आज के कस्तो हुँदा देखाउँछु अन्तिमसम्म हेरेर चाहिँ सपोर्ट गर्नु होला भर्खर कभर सपोर्ट गरेँ अब म हिँड्छु अस्ति चाहिँ खतरा बिरामी भइदियो त्यही हो ए हप्ता सुत्यो मलाई के निस्काइदिएको थियो अहिले चाहिँ एकदम अल राइट भइसक्यो होइन सबै ठिक भइसकेको छ सो अब चाहिँ म यहाँबाट निस्किन्छु होइन अब जुत्ता लगाउनु पनि हुन्छ जुत्ता लगाएर चाहिँ अब म यहाँबाट निस्किन्छु अनि निस्केपछि सिधै बाहिरतिर चाहिँ अलिअलि 2-4 क्लिप्सहरू देखाउँछु अनि त्यसपछि सिधै म मेन पार्क भेट्छु मेन पार्क भेटेर एकदम म भिडियो बनाउँदिनँ क्यामेरा नै कस्तो बादल लागेको जस्तो आइरहेको छ कि होइन सब रेडी आइएम रेडी भयो होइन म अब रेडी भइसकेको छु ब्याग साइड पनि टक्क बोकेँ अब बत्ती ट्याक्क निमाएर चाहिँ म यहाँबाट जानुपर्ने हुन्छ जुत्ता लगाएर यस्तै हो मेरो ब्लग भनेको यस्तै हो क्या कहाँ थिएँ बत्ती नि बेउ बाई बाई सो अहिले चाहिँ म टक्क रेडी भएर बजार पुगेर पनि सबै मेरो कामहरू सघाएर पनि ठक्क अहिले पसलमा आइसकेको छु बिजनेस गर्नको लागि चाहिँ होइन मेरो बहिनी बिजनेस गरेर बसिरहेको छ त अघि मैले त्यो बाहिरतिर छोटो मिठो क्लिप्सहरू देखाएँ भित्र अलिअलि बोलेँ होइन अनि बाहिर चाहिँ धेरै मैले यसो बोलेर गफसप दिनु पनि पाएन किनभने त्यहाँ मेरो धेरै काम भयो अनि तपाईँहरू छक्क पर्नुहुन्छ होला टाइमसम्मदेखि चाहिँ अहिले रात परिसकेको छ बाहिर यस्तो भइरहेको छ है यहाँ अलिअलि यसरी कालो देख्छ सपोर्ट चाहिँ देख्दैन अनि यहाँनिर चाहिँ मेरो सबिना बहिनी छ यहाँनिर अहिले कहाँ गयो पुलिस होइन टक्क राति कति ठ्याक्कै 9 बजीसम्म यहाँनिर बिजनेस गर्नुहुन्छ यो पसल चाहिँ हाम्रो कल्पना दिदीको हो सो अनि दिदी चाहिँ अहिले खाना बनाउनु जानुपर्छ नि अहिले चाहिँ उसले यो पसललाई ह्यान्डल गरिरहेको छ ऊ पनि मेरो आफ्नै बहिनी हो कि सो अनि उसको पनि कलेजहरू चाहिँ अब लास्ट फिनिस हुन आँटिसकेको छ अनि अब ऊ चाहिँ फेरि बाहिर जाँदैछ कि बाहिर त्यही भएर अनि उहाँ चाहिँ इन्टरभ्यूको लागि रेडी हुँदैछ पसल पनि कति आनन्द छ है जिन्दगी टक्क पसल पनि हेर्दै अनि यस्तो होइन इन्टरभ्यूको लागि रेडी पनि हुँदै ए हो नि त अनि मान्छे भनेको अनि यहाँनिर चाहिँ हाम्रो एकजना ग्राहक आइसकेको छ होइन भाइ टक्क ह्यान्डसम भाइ अनि के छ भाइ हेलो तिमीलाई त मेरो च्यानल छ भने त आएन अब 100 सब्सक्राइबर त्यो भने ठुलो हो नि त हो कि होइन कस्तो लाग्यो 100 सब्सक्राइबर ठिक छ यो भाइ चाहिँ एकदम रेकर्ड भइरहेको छ कस्तो झिकाइ यो भाइ चाहिँ एकदम खतरनाक मान्छे रहेछ होइन मलाई चाहिँ बबाल लाग्यो अलिअलि बोलेको Subscribe to him, very big vlogger. आई एम भेरी बिग ब्लगर मोटु भाइ पनि यहाँ आइसकेको छ हाम्रो ह्यान्डसम भाइ अघि बबाल एक्सन देखाउने उहाँ शाहरुख खान भाइ अनि चाहिँ हाम्रो भान्जा पनि इक्जाम आइसक्यो भने यहाँनिर एकदम बबाल प्र्याक्टिस गर्छ यहाँनिर पढ्ने स्टाइल चाहिँ बबाल छ है यो हातमा यो म्युजिक ट्याक्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 
भान्जामा पनि त्यस्तै हो, पहिला मैले पनि पढ्थेँ त्यसरी पढाएको थिएँ। हुन त मैले भान्जालाई यो भिडियो जस्तो सुकै फन्नी तरिकाले बनाए पनि मैले भान्जालाई सबै कुरा एकदम अघि सम्झाइसकेको छैन। भान्जा सम्झिनुपर्छ है, भइहाल्छ है हस् खोइ हस् मम्मीले भनेको कुरा नि मान्नुपर्छ है भान्जा, हस् खोइ हस्। हस् अनि मैले अघि तिमीलाई के भनेको हिजोदेखि अस्तिदेखि राति भए पनि अघि खाजा खाने टाइम भने अलिअलि सब भनिरहेको छ नि तिमीलाई, मैले भनेको कुरा मान्नुपर्छ भने त्यो पनि मान्नुपर्छ है भान्जा, हस् अलिअलि के। हस् हेलो एन्ड गुड मर्निङ एभ्रिवान। सो आज चाहिँ मेरो नेक्स्ट डे भइसकेको छ अनि काठमाडौँ आएर म 3-4 दिन बसेँ। त्यही हो, मेरो कामहरू पनि सबै सकियो। अब अस्ति आउने दिनमा पनि मलाई भिडियो बनाउनु मन लागेन, किनभने छेउ के जाउँ गाडीको जाम, अनि त्यसपछि यताउति मान्छे गोज्याङ मलाई त्यही भएर भिडियो बनाउनु मन लागेन। सो अनि आज चाहिँ दिदी बिहानै उठेर होइन खानासाना बनाएर दुई कामहरू गरेर पसल घुम्नु जानु भएको छ। अनि सबिना बहिनी कलेज गएको छ
अनि म चाहिँ खानासाना खान रेडी भइसकेको छु। अब यो ड्रेसलाई फुत्ता चेन्ज गरेर म चाहिँ घर लाग्नुपर्ने हुन्छ किनभने म हेटौँडा पुग्नु पनि छ नि त। त अहिले चाहिँ म रुमबाट निस्किसकेको छु अनि त्यसपछि हामी यहाँनिर चोकमा बसिरहेको छ। अनि मलाई पुऱ्याउनको लागि बहिनी पनि आएको छ। अनि यो पुरै जाम परेर मेरो लागि गाडीहरू चाहिँ कुनै पनि आएको छैन न सो सक्नुहुन्छ। पुरै यसरी जाम परिरहेको छ, सब जाममा छ। अब म सिधै मेरो घर जाने सुमो पार्कमा गएर म भेट्छु तपाईँहरूलाई। यहाँनिर यो के बजारमा आइसकेको छ, बजारको नाम मलाई थाहा भएन। यहाँनिर हामीले खासा छ भन्नु मिल्दैन, त्यो अलिअलि मुखलाई फ्रेस बनाउने चिजहरू खाएछ। अनि यहाँनिर पानी पनि छिराइरहेको छ। अब हामी हेटौँडा पुग्नु पनि हुन्छ। यतातिर चाहिँ पुरा हाँसा हुसी लागेर अन्धकार भइरहेको छ। यति नै हो, अब हेटौँडा पुगेर भेटौँ ल।